हेलो एभ्रिवान। नेपाल टेलिकमको सहायक स्तर तह 4 को एक्जाम तयारीको लागि फर्स्ट पेपर सामान्य ज्ञान, संस्थागत ज्ञान तथा बौद्धिक परीक्षणको एमसीक्यू फुल मोडेल सेट 9 लिएर आएको छु। यो भिडियो एनटीसीको परीक्षाको लागि धेरै नै महत्त्वपूर्ण रहेको छ, त्यसैले भिडियो अन्तिमसम्म हेर्नुहोला। ल सुरु गरौँ आजको महत्त्वपूर्ण 50 वटा प्रश्नहरूबाट। प्रश्न नम्बर 1 मा रहेको छ, दूरसञ्चार क्षेत्रमा प्रसिद्ध शब्द VoIP को पूरा रूप के हो? र यसको सही उत्तर हो अप्सन बी, भोइस ओभर इन्टरनेट प्रोटोकल। प्रश्न नम्बर 2, टेलिभिजनका आविष्कारक को हुन्? र यसको सही उत्तर हो अप्सन सी, JL बेयर। प्रश्न नम्बर 3, अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घको मुख्यालय कहाँ रहेको छ? र यसको सही उत्तर हो अप्सन सी, जेनेभा, स्विजरल्यान्ड। प्रश्न नम्बर 4, GSM को पूरा रूप के हो? र यसको सही उत्तर हो अप्सन सी, ग्लोबल सिस्टम फर मोबाइल कम्युनिकेसन। प्रश्न नम्बर 5, नेपाल दूरसञ्चार संस्थानको स्थापना कहिले भएको हो? र यसको सही उत्तर हो अप्सन डी, विक्रम सम्वत 2032। प्रश्न नम्बर 6, नेपालमा 4G सेवा कुन सेवाका रूपमा उपलब्ध गराइएको हो? र यसको सही उत्तर हो अप्सन ए, लङ टर्म इमोल्युसन। प्रश्न नम्बर 7, नेपाल अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घको सदस्य कहिले भएको हो? र यसको सही उत्तर अप्सन डी, विक्रम सम्वत 2014 मङ्सिर 20। प्रश्न नम्बर 8, नेपालमा दूरसञ्चार क्षेत्रको नियामक संस्था कुन हो? र यसको सही उत्तर अप्सन डी, नेपाल दूरसञ्चार प्राधिकरण। प्रश्न नम्बर 9, विश्व प्रख्यात सामाजिक सञ्जाल फेसबुकको प्रयोग गर्न न्यूनतम उमेर कति वर्ष हुनुपर्दछ? र यसको सही उत्तर अप्सन बी, 13। प्रश्न नम्बर 10, नेपाल दूरसञ्चार संस्थानलाई नेपाल दूरसञ्चार कम्पनी लिमिटेड कहिले परिणत गरियो? लिमिटेड कम्पनीमा कहिले परिणत गरियो? र यसको सही उत्तर हो अप्सन ए, विक्रम सम्वत 2060 माघ 22। प्रश्न नम्बर 11, नेपालको टेलिफोन कोड नम्बर कति हो? र यसको सही उत्तर हो अप्सन डी, 00977। प्रश्न नम्बर 12, चागुनारायण मन्दिर कुन शैलीमा निर्माण गरिएको हो? र यसको सही उत्तर हो अप्सन ए, प्यागोडा शैली। प्रश्न नम्बर 13, तलका मध्ये सबैभन्दा कम वडा भएको महानगरपालिका कुन हो? ए, चितवन, बी, विराटनगर, सी, ललितपुर, डी, काठमाडौँ। र यसको सही उत्तर अप्सन बी, विराटनगर। प्रश्न नम्बर 14, सम्राट अशोककी छोरी चारुमतीको विवाह कोसित भएको थियो? र यसको सही उत्तर अप्सन ए, देवपाल। प्रश्न नम्बर 15, भूपरिवेष्टित राष्ट्र नभएको महादेश तलका मध्ये कुन हो? ए, दक्षिण अमेरिका, बी, उत्तर अमेरिका, सी, युरोप, डी, अस्ट्रेलिया। र यसको सही उत्तर हो अप्सन बी, उत्तर अमेरिका। प्रश्न नम्बर 16, 1 डिग्री देशान्तरमा कति समयको फरक पर्दछ? र यसको सही उत्तर अप्सन सी, 4 मिनेट। प्रश्न नम्बर 17, सुनकोशी र इन्द्रावती नदी कुन ठाउँमा एक आपसमा मिसिन्छ? र यसको सही उत्तर अप्सन बी, दोलाल घाट। प्रश्न नम्बर 18, पहाडी क्षेत्रको भौगोलिक विभाजनमा तल दिएका मध्ये कुन क्षेत्र पर्दैन? र यसको सही उत्तर अप्सन सी, उच्च पहाडी श्रेणी। प्रश्न नम्बर 19, गेरुको लागि नेपालको प्रसिद्ध स्थान कुन हो? र यसको सही उत्तर अप्सन ए, चौतारा। प्रश्न नम्बर 20, तल दिएका मध्ये कुन ताल क्षेत्र रामसार सूचीमा सूचीकृत भएको छैन? ए, घोडाघोडी ताल, बी, गोसाइकुण्ड, सी, फोक्सुन्डो ताल, डी, छ्यो रोल्पा ताल। र यसको सही उत्तर हो छ्यो रोल्पा ताल। प्रश्न नम्बर 21, तलेजु भवानीको मन्दिर कसले निर्माण गर्न लगाएका थिए? र यसको सही उत्तर अप्सन बी, महेन्द्र मल्ल। प्रश्न नम्बर 22, नेपालमा महिषपाल वंशले कति वर्ष शासन गरे? र यसको सही उत्तर अप्सन ए, 161 वर्ष 2 महिना। प्रश्न नम्बर 23, नेपालको आदिवासी जनजाति गुरुङहरूले बोल्ने तमु भाषा कुन भाषा परिवार अन्तर्गत पर्दछ?
र यसको सही उत्तर हो भोट बर्मेली। प्रश्न नम्बर 24, नेपालमा जीवित देवीका रूपमा कसको पूजा गर्ने चलन छ? र यसको सही उत्तर अप्सन डी कुमारी। प्रश्न नम्बर 25, विक्रम सम्वत 2078 को जनगणना बमोजिम सबैभन्दा धेरै जनसङ्ख्या भएको प्रदेश कुन हो? र यसको सही उत्तर अप्सन ए बागमती। प्रश्न नम्बर 26, नेपालको संविधान बमोजिम राज्यबाट कुन तहसम्मको शिक्षा प्रत्येक नागरिकलाई अनिवार्य र निशुल्क हुने भनी व्यवस्था गरिएको छ? र यसको सही उत्तर हो अप्सन बी आधारभूत। प्रश्न नम्बर 27, नेपालमा कुन योजना अवधिलाई कृषि दशकको रूपमा मनाइयो? र यसको सही उत्तर अप्सन डी 10 र 11 औं। प्रश्न नम्बर 28, नेपालमा जनगणना दिवस कहिले मनाइन्छ? र यसको सही उत्तर अप्सन डी असार 8। प्रश्न नम्बर 29, मिस नेपाल वर्ल्ड 2023 को उपाधि विजेता को हुन्? र यसको सही उत्तर हो अप्सन सी श्रीक्षा प्रधान। प्रश्न नम्बर 30, सिक्टा सिँचाइ आयोजना कुन जिल्लामा पर्दछ? र यसको सही उत्तर अप्सन ए बाँके। प्रश्न नम्बर 31, नेपालको राष्ट्रिय झण्डामा अंकित सूर्यमा कतिवटा कोडहरू रहेका छन्? र यसको सही उत्तर हो अप्सन सी 12। प्रश्न नम्बर 32, नेपालमा अलैँचीको उत्पादन सबैभन्दा बढी कुन जिल्लामा हुन्छ? र यसको सही उत्तर अप्सन सी इलाम। प्रश्न नम्बर 33, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे कहिले सभामुख पदमा निर्वाचित भएका थिए? र यसको सही उत्तर अप्सन बी विक्रम सम्वत 2079 माघ 5। प्रश्न नम्बर 34, जलवायु परिवर्तन सम्बन्धी 28औं अन्तर्राष्ट्रिय सम्मेलन कुन देशमा सम्पन्न भएको थियो? र यसको सही उत्तर अप्सन बी युएई। प्रश्न नम्बर 35, मानव शरीरमा कतिवटा हड्डी हुन्छन्? र यसको सही उत्तर अप्सन बी 206। प्रश्न नम्बर 36, भित्री मधेस अन्तर्गत कतिवटा जिल्लाहरू पर्दछन्? र यसको सही उत्तर अप्सन सी 7 वटा। प्रश्न नम्बर 37, भ्रष्टाचार अवधारणा सूचकाङ्क 2024 मा नेपाल कतिऔं स्थानमा रहेको छ? र यसको सही उत्तर हो अप्सन ए 107 औं। प्रश्न नम्बर 38, नेपालको सहरी जनसङ्ख्या कति प्रतिशत रहेको छ? र यसको सही उत्तर हो अप्सन डी 27.07%। प्रश्न नम्बर 39, दिगो विकास प्रगति अध्ययन प्रतिवेदन 2023 अनुसार नेपाल कुन स्थानमा पर्दछ? र यसको सही उत्तर अप्सन ए 79 स्थानमा। प्रश्न नम्बर 40, आइसिसी T20 मा पुग्ने फाइनल राष्ट्रहरू कुन कुन हुन्? र यसको सही उत्तर अप्सन बी साउथ अफ्रिका र भारत। प्रश्न नम्बर 41, एउटा परिवारमा पिताले जम्मा खानाको 1/4 खान्छन्। त्यो खाना अरू प्रत्येक सदस्यले खाएको खानाको तेब्बर हो भने परिवारमा कति सदस्य छन्? र यसको सही उत्तर हो अप्सन बी 12। प्रश्न नम्बर 42, एउटा मानिसले रु 8000 मा केही घडी किन्यो। प्रत्येकबाट रु 20 नाफा हुने गरी सबै घडी बेच्दा र जम्मा रकम रु 9000 भयो भने कतिवटा घडी उसले किनेको रहेछ? र यसको सही उत्तर अप्सन सी 50 वटा। प्रश्न नम्बर 43, 6% साधारण ब्याजको दरमा कति वर्षमा रु 2000 को मिश्र धन रु 2600 हुन्छ? र यसको सही उत्तर हो अप्सन डी 5। प्रश्न नम्बर 44, 0.1 प्लस 0.01 प्लस 0.001 को जम्मा जोड कति हुन्छ? र यसको सही उत्तर अप्सन सी 0.111। प्रश्न नम्बर 45, 13/4 लाई दशमलवमा रूपान्तरण गर्नुहोस्। र यसको सही उत्तर हुन्छ अप्सन बी 3.25। प्रश्न नम्बर 46, ए र बी कुनै काम 8 दिनमा गर्न सक्छन्। बी र सी मिलेर सो काम 12 दिनमा पूरा गर्न सक्छन्। तीनैजना मिली सो काम 6 दिनमा गर्न सक्छन् भने सी र ए मिलेर सो काम कति दिनमा गर्न सक्छन्?
र यसको सही उत्तर हुन्छ अप्सन ए 8 दिन। प्रश्न नम्बर 47। एउटा व्यापारीको 2वटा घडी प्रत्येकलाई रु 1955 मा बिक्री गर्दछ। सो मध्ये उसलाई एउटा 15% नाफा र अर्कोमा 15% नोक्सान हुन्छ भने उक्त कारोबारमा उसलाई कुल नाफा वा नोक्सान के हुन्छ? र यसको सही उत्तर अप्सन सी रु 90 नोक्सान हुन्छ। प्रश्न नम्बर 48। केही प्राकृतिक संख्याहरूको औसत 15 रहेको छ। यदि पहिलो संख्यामा 30 जोड्यो र अन्तिम संख्यामा 5 घटाइयो भने नयाँ औसत 17.5 बन्छ। त्यसो हो भने कतिवटा प्राकृतिक संख्याहरू रहेछन्? र यसको सही उत्तर हो अप्सन बी 10 वटा। प्रश्न नम्बर 49। 20 केटा वा 30 केटीले कुनै काम 55 दिनमा पूरा गर्दछन् भने सोही काम 10 केटा र 12 केटीले कति दिनमा पूरा गर्न सक्छन्? र यसको सही उत्तर अप्सन ए 60 दिन। र आजको अन्तिम प्रश्न नम्बर 50 मा रहेको छ। यदि 10, 12, 14, 16, 3